ANA Breaking News is brought to you by educationsabroad.com. Abroad with broad opportunities. गत मंगलबार दिउँसो सुर्खेत जिल्ला स्थित भेरी नदीमा भएको पुल दुर्घटनामा मृत्यु हुनेको संख्या 16 पुगेको छ भने अझै दर्जनौ हराइरहेका छन्। हिजो काप्रीचौर गाविस 2 निवासी भावी खरा धरतीको लास भेटिएपछि सो संख्या 16 पुगेको हो। सेना, प्रहरी, रेडक्रस लगायतका संघ संस्थाहरूले उद्धार कार्यलाई जारी राखेका छन् भने नेपाली सेनाले केही घाइतेहरूलाई उद्धार गरी उपचारका लागि राजधानीमा ल्याएको छ। हाल उनीहरूको छाउनी स्थित सेना अस्पतालमा उपचार भइरहेको छ। यसैबीच सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका प्रति परिवारलाई 25,000 रुपैयाँ उपलब्ध गराउनुका साथै घाइतेहरूलाई निशुल्क उपचारको व्यवस्था गर्ने भएको छ। सृजना श्रेष्ठ, ANA.com.np।